पहिला लेखिएको थियो, त्यसमा दुई चारजना आर्टिस्ट सम्झिँदाखेरि अलिकति अलिकति नेपाली अशुद्ध नेपाली बोल्नु सक्ने, एकदम प्योर नेपाली बोल्ने भिलेन भन्दा पनि अशुद्ध नेपाली बोल्ने कहाँबाट आएको भन्ने कुरामा चाहिँ ठ्याक्कै सुनिल मिलेर फेरि के हुन्थ्यो भने त्यो टाइम त्यहाँ राम्रो टाइम थियो बम्बेमा। अन्त नेपाली फिल्म गर्नु पऱ्यो भने गर्छु है म भन्थ्यो भने क्या, नेपाली फिल्म मनपर्छ, आफ्नो सेन्टिमेन्ट छ, त्यही सेन्टिमेन्टले आयो गऱ्यो। त्यसपछि धेरै फिल्म गऱ्यो हिन्दीमा पनि, मेरी कमहरूदेखि लिएर रिमार्केबल फिल्महरू गऱ्यो। र त्यो त भन्दै जाँदाखेरि हो कि होइन कि ब्ल्याङ्क। मलाई सबभन्दा गाह्रो लाग्छ सायद हाम्रो गौरीशङ्कर भुजू, उसलाई सबभन्दा ठुलो घात हुन्छ क्या त, किनभने यिनीहरू दे वर भेरी 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 क्लोज फ्रेन्ड्स क्या त। झगडा गरिरहने फ्रेन्ड जानु भनेको ठुलो हुन्छ। अहिले गौरीशङ्करजी त्यहाँ हुँदै गाह्रो भइरहेको छ, एकदमै गाह्रो भएको छ, किनकि उसको मिसेस पनि बितिसकेपछि नि उसलाई त्यहाँ लगेर राखेको नि त। कहाँ घरमा बसेर त्यो दुनियाँभरको सम्झिनु चलो यहाँ बस्ने हो भने। अन्त म जहिले पनि त्यहाँ भेट्नु जाँदाखेरि बातमा सानो कुरामा गौरी गौरी कराउँथ्यो। एक त यत्रो आवाजले गौरी भन्दै कति कराइरहेको हो यो मान्छे के भन्दै आउने। यो जुन चाहिँ रिलेसन उनीहरूको छ नि, त्यो गौरी न भन्ने मान्छे छैन मलाई क्या।